हेलो व्हाट्सअप गाइस, के छ खबर? आज म चाहिँ है मर्निङ वक गरेर आइसकेको छु अनि म चाहिँ के इन्भेस्ट गरौँ भन्ने सोचिरहेको छु है। अनि त्यो आज के अरे अब पैसा एकदम खर्च भयो, त्यही भएर मैले चाहिँ अब बुलेरो किन्ने विचार गरेको छु। अहिले दसैँ तिहारको टाइम पनि हो अनि अब के सामानहरू अन्डर गर्नु पर्छ नि त। अनि यो मैले के अरे सिचुएसनलाई हेरेर चाहिँ मैले बोलेरो किन्ने विचार गरेको छु है। अनि बोलेरो चाहिँ यही हो है, टक्क यो बोलेरो चाहिँ टक्क राम्रो कन्डिसनमा छ। अनि हाम्रो साउजी चाहिँ बाहिर जानुपर्ने भएको हुनाले उहाँले चाहिँ मलाई सस्तोमा अलिक गाडी मिलाइदिनु भएको छ। हाम्रो साउजी चाहिँ उहाँ नै हुनुहुन्छ। अनि साउजी तपाईँले यो गाडीको बारेमा के भन्न चाहनुहुन्छ? फर्स्ट क्लास। ए ल, उहाँले चाहिँ अब मलाई गाडी बेच्नु लाग्नुभएको छ। ड्राइभर चाहिँ उता भित्र है फेरि ड्राइभर सहित हो कि मैले ड्राइभर अनसहित? तपाईँले बेच्नु लाग्नुभएको छ? ए ल हस् हस्, ठिकै छ, म आफै चलाउँछु। अनि यो हाम्रो कुकुर पनि रहेछ। लकी लकी व्हाट्सअप मेट, चाउ भन्देऊ न, हेलो ह्याप्पी दसैँ भन्देऊ न लकी। ल यता बाइकहरू पनि छ सुपथ मूल्यमा, तपाईँहरूलाई किन्नु मन लाग्यो भने टक्क छ। अनि स्कुटरहरू पनि हामीसँग सुपथ मूल्यमा छ। तपाईँहरूलाई यदि किन्नु मन लाग्यो, भाडामा लिनु मन लाग्यो भने सम्पर्क गर्नु होला मलाई। अनि त्यस्तै अब केही तपाईँ घर सर्दै हुनुहुन्छ अनि केही सामान ओसार पुसार गर्नु छ भने चाहिँ मलाई सम्पर्क गर्नु होला। मेरो सम्पर्क नम्बर चाहिँ तल दिएको हुनेछु। ल यति भन्दै अहिलेको लागि हजुरहरूबाट बिदा हुँदै ह्याप्पी दसैँ, शुभ विजय दशमी। तपाईँहरूको यो दसैँ एकदमै शुभ मङ्गलमय रहोस्, यही कामना गर्दैछु। जय नेपाल सबैजनालाई। अहिले चाहिँ फेरि म त्यहाँ साथीकोमा बसिरहेको थिएँ बोलेर हेर्दै, अनि एउटा साथी आयो, अनि कफी खान जाम, कफी र उक्का खान जाम भनेर अनि यसो आइदिएको है। म चाहिँ अहिले ल ल ल यसो भ्लग बनाउँदै क्या, यसो हाई भन्दैन। यो मेरो प्यारो साथी गणेशसँग चाहिँ म आज छु है। यो आएको ठाउँ चाहिँ यो के अरे बोटल हाउस आएको छ है। टक्क एकदम मजाको ठाउँ छ, सिनेरियो चाहिँ एकदमै सही छ। स्विमिङ पुल पनि छ त्यहाँ तल, अनि यो खोलाको तिरमा छ है। यसो हामी चाहिँ कफी र उक्का खान आएको। साथीले अब के तिमी भ्लग बनाइराखेको, मलाई यसो टाइम देऊ न भनेर भनिरहेछ। त्यही भएर मैले चाहिँ अब साथीलाई टाइम दिने विचार गरेको छु। फाइनली हाम्रो कफी चाहिँ त्यो हाम्रो साथीले चाहिँ स्याप्पाचिनो भन्ने कुरा खान्थ्यो अरे। अनि त्यो क्याप्पाचिनोहरू नपाएर चाहिँ हामीले चाहिँ यो के अरे वाइट टी, मिल्क टी खाँदैछौँ है। अनि यो भ्यू चाहिँ मजाको छ क्या, मजाको छ क्या। अनि साथी र म चाहिँ यो नेचरको कुरा है, अनि त्यो पहिले पुरानो कुराहरू चाहिँ रिकल गरिरहेको छ है। अब हामी यस्तो थियौँ, यस्तो गर्थ्यौँ, यस्तो खान्थ्यौँ भन्ने टाइपको कुराहरू चाहिँ अब धेरै पछि चाहिँ म हुक्का खाँदैछु है। साथीको स्पोन्सरमा हुक्का खाँदैछु। अब अस्ति नै आएको थिएँ म, तर अब हुक्का खाने मेरो अलिकति आर्थिक अवस्था थिएन। अब साथीले आज बोलाइदियो, एकदमै म धन्यवाद छु। खान्छु रमाइलो भएर। खाना खायो के अरे? तिमी त्यो प्याराग्लाइडिङ उड्ने भनेको होइन? यहाँ मेरो उसले साथीले भन्दै थिएँ मिलाएर गरिदिन्छु भने। कहिले उठ्छ भन त? भोलि पर्सि उठ्छु होइन? भोलि होइन, आजै उठ्छु। पर्सितिर उडा नि त है, म भनिदिन्छु। होइन म गएपछि नि हुन त हुन्छ। फाइनली हाम्रो वेट चाहिँ कम्प्लिट भइसकेको छ यो आयो क्या टक्क। अनि मैले चाहिँ अहिले यो मोमेन्टमा चाहिँ हाम्रो विकासजीलाई चाहिँ एकदम मिस गरिरहेको छु, किनकि पहिला पनि हामी हुक्का एकदम खाइन्थ्यो। फोटो नजाने मैले हुन्न कि तिनजना भएर ल मैले देखाउँदिनँ क्या अब है। होइन यो के हो र, हामीले गाँजा खाएको होइन, के खाएको होइन, यो हुक्का इज द नर्मल थिङ। अनि मम्मीले मार्छ मलाई। कन्छ मेरो ब्लग तेरै मम्मीले हेर्ला जस्तो कुरा गर्छ यार, मेरै कसैले हेर्दैन। एकदमै सेक्रेट ब्लग हो क्या यो भनेको। त्यही पनि अहिले त बच्चा रहेन, हामी त बच्चा रहेनौँ नि त, के भने बुढो भइयो। एज रिभिल गर्नु पर्दाखेरि उहाँ चाहिँ 40 गरिसक्नु भयो होला भने, म चाहिँ 22 वर्ष भयो क्या होइन? त्यति होइन, हाम्रो मेरो साथी बुढो भइसक्यो कि। ल अब 316 है, हामी दुइटै 316 है। अब त्यही त ल अब हामी हाम्रो मोमेन्ट इन्जोय गर्छौँ। त्यसैले आजको लागि यति नै, धन्यवाद।